ऊर्जा क्षेत्रमा ठुलो एउटा महत्त्वपूर्ण भूमिका बोकेको यो सोलर प्लान्ट हो। दक्षिण कोरिया स्थित एउटा ठुलो विशाल एउटा सोलर परियोजनामा हामी छौँ यतिखेर। र यो ब्याकग्राउन्डमा देख्न सक्नुहुन्छ धेरै सोलर प्यानलहरू छन्, जुन चाहिँ आज यसलाई चाहिँ हामी कसरी सफा गरिन्छ भनेर तपाईँहरूलाई एउटा दृश्य देखाउन गइरहेका छौँ। यो चाहिँ एकदम नयाँ टेक्निकबाट चाहिँ यसो सरसफाइ हुन्छ, जुन वायुमण्डलका धुलो धुवाँका कारणले यो चाहिँ माथि एउटा लेयर बस्छ, जुन लेयर चाहिँ हामीले कसरी सफा गर्छौँ, यसलाई चाहिँ कसरी हटाएर सोलर प्यानलबाट चाहिँ पुनः इनर्जी चाहिँ अझ बढी इनर्जी लिन सकिन्छ, यो चाहिँ प्रक्रिया हामी तपाईँहरूलाई आज देखाउन गइरहेका छौँ। यो चाहिँ एउटा विशाल परियोजना छ, यो चाहिँ एउटा एकदम ठुलो परियोजना छ। यो चाहिँ मैले तपाईँहरूलाई पुरा क्यामेरामा क्याप्चर गर्न सकिनँ, यो अलि माथि हाइटबाटै खिच्न पर्ने हुन्छ। यो देखिएसम्म देखाउन सक्नेसम्म चाहिँ म तपाईँहरूलाई यहाँ देखाउन गइरहेको छु। यो दृश्य देख्न सक्नुहुन्छ तपाईँहरूले। यो जुन दृश्य छ यो चाहिँ दक्षिण कोरिया स्थित एउटा सोलर कम्पनीको हो, यो ठुलो परियोजना छ। र यसलाई चाहिँ आज हामी कसरी चाहिँ सरसफाइ गरिन्छ, यो माथि धुलोका कणहरू चाहिँ कसरी निकालिन्छ, यसलाई सफा गरेपछि इनर्जी कसरी बढ्छ भनेर यो विषयमा चाहिँ म तपाईँहरूलाई भिडियो मार्फत जानकारी दिन गइरहेको छु। भिडियो अन्तिमसम्म हेरिदिनु होला र मन परेमा लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्न नभुल्नु होला। र यहाँ तपाईँ देख्न सक्नुहुन्छ ठुलो सोलर परियोजना छ र यसलाई चाहिँ आज हामी सरसफाइ कसरी गरिन्छ भनेर देखाउन गइरहेका छौँ। यो चाहिँ यसरी यो ब्रस र पानी सँगसँगै जाने एउटा सिस्टम हुन्छ, देख्न सक्नुहुन्छ। ब्रसमा माथिबाट पानीको फोहरा चाहिँ त्यही सँगसँगै जान्छ, पानीको प्रेसरमा एकदम जान्छ र यो चाहिँ एकैचोटिमा चाहिँ क्लियर हुने हिसाबले सफा हुन्छ। हाम्रो एकजना साथीले सफा गर्दै हुनुहुन्छ, तपाईँहरूलाई म दृश्य देखाउन गइरहेको छु। यो देख्न सक्नुहुन्छ। यसरी चाहिँ हामीले सरसफाइ गर्छौँ। यो चाहिँ वर्षमा 2 चोटिसम्म गर्ने गर्छौँ हामीले, जसबाट चाहिँ यो इनर्जी चाहिँ गर्नु र नगर्नुमा धेरै फरक हुन्छ। यो सफा गरिसकेपछि 30% 40%सम्म चाहिँ इनर्जी बढेर आउँछ। त्यतिसम्म बाक्लो चाहिँ यो लेयर जम्छ। हावापानी दूषित हुँदै गर्दाखेरि वायुमण्डलको धुलो र धुवाँका कणहरू चाहिँ आएर बसेपछि यो चाहिँ एउटा वर्षमा बर्सातको सिजनमा पानी परिसकेपछि यो चाहिँ लेउ जस्तो एउटा लेयर बस्छ, जुन चाहिँ हामी यसरी चाहिँ सफा गरेर यसो सरसफाइ गरेर यो लेयर पखालिसकेपछि जसबाट इनर्जी चाहिँ 40%सम्म ज्यादा लिन सकिन्छ। यो चाहिँ एउटा नयाँ टेक्निक हो। यो दक्षिण कोरियामा जलस्रोत जस्तै नेपालमा हाइड्रो इलेक्ट्रिसिटीबाट चाहिँ विद्युत उत्पादन हुन्छ भने यहाँ चाहिँ हाइड्रो पावरबाट पनि हुन्छ, तर यो सोलर प्यानल चाहिँ अझ बढी देख्न सक्नुहुन्छ तपाईँहरूले, जुन चाहिँ यस्तो हिसाबको हुन्छ। यो चाहिँ सरसफाइ गर्नको लागि चाहिँ हामीले वर्षको 2 चोटि चाहिँ गर्ने गर्छौँ। सरसफाइ चाहिँ यसरी ब्रसबाट पानी र ब्रस चाहिँ सँगसँगै जान्छ, देख्न सक्नुहुन्छ तपाईँहरूले। जसरी पानी र ब्रस सँगसँगै गएपछि ब्रसले खोड्छ र पानीले चाहिँ त्यसलाई पखालेपछि एकदम क्लियर सफा हुन्छ, जसबाट इनर्जी रिक्रिएट गर्न सकिन्छ। तपाईँहरूले देखिरहनु भएको छ। नेपालमा पनि अहिले सोलर इनर्जी चाहिँ करिब 1200 मेगावाटसम्मको चाहिँ स्वीकृति भइसक्यो भन्ने हाम्रो कार्यक्रमबाट चाहिँ जानकारी आएको छ। सञ्चार माध्यमबाट पनि जानकारी दिएको छ। यो चाहिँ एउटा मेसिन हुन्छ, यसको हावामा पानी जमाइसकेपछि हामीले यो मेसिनको मार्फत यसलाई चाहिँ यो पाइपबाट चाहिँ यसरी पाइपबाट पानी सप्लाई हुन्छ, फोर्समा जान्छ पानी चाहिँ। त्यसपछि यहाँबाट यो ब्रसबाट चाहिँ यसरी
पानी र ब्रस चाहिँ सँगसँगै घुम्ने हुनाले यसले चाहिँ अझ सरसफाइको काम चाहिँ एकदम राम्रो हुन्छ। हाम्रो दुईजना साथीहरूले यो गरिरहनु भएको छ। अहिले म चाहिँ क्यामेराम्यानमा काम गरिरहेको छु। यसरी सफा गर्दै गर्दाखेरि यो चाहिँ एउटा नयाँ अनुभव पनि हो। दक्षिण कोरियामा चाहिँ यो चाहिँ विशेष गरेर वर्षमा 2 चोटि चाहिँ सोलर प्यानल कम्पनीहरूले चाहिँ सफा गर्छन्। सफा गर्नको लागि चाहिँ अनि माथि घरको छानाहरूमा पनि प्यानलहरू राखिएको हुन्छ। त्यो चाहिँ रोबोटिक सिस्टम हुन्छ एउटा, त्यसबाट चाहिँ गरिन्छ भने यो तलैबाट भेट्नेहरूमा चाहिँ यो पाइपवाला ब्रसको माध्यमबाट चाहिँ यसलाई गरिन्छ। यो ठुलो एरियामा छ, करिब 40 रोपनीको क्षेत्रफलमा चाहिँ यो देख्न सक्नुहुन्छ तपाईँहरूले। हाइट पनि मजाको हाइट हुन्छ। जतापट्टिबाट चाहिँ घामको प्रकाश तेज रूपमा पाउन सकिन्छ त्यतैपट्टि ढल्काएर राखिएको हुन्छ। यो चाहिँ सुरुमा निर्माण गर्दाखेरि खर्च अलि बढी लागे तापनि 4-5 वर्षमा चाहिँ लगभग यहाँको चाहिँ खर्च लगानी पुरै उठाउन सकिन्छ यो परियोजना मार्फत। त्यसपछि यो परियोजनाको लगभग 15 वर्ष चाहिँ ग्यारेन्टी नै हुन्छ भन्ने हामीले यो निर्माणकर्ताहरू मार्फत चाहिँ जानकारी लिन पाएका थियौँ। तपाईँहरूले देखिरहनु भएको छ, यसरी चाहिँ सफा हुन्छ। क्लियर रूपमा धुलोका कणहरू पखालिएपछि यसबाट इनर्जी रिक्रिएट भएर यो चाहिँ पुनः पहिलाकै अवस्थामा इनर्जी फर्काउन सकिन्छ। सायद तपाईँहरूले पहिला पनि देख्नुभएको हुनसक्छ, यो पहिला देख्नुभएको थियो या थिएन, यो चाहिँ कमेन्ट मार्फत मलाई बताउनु होला। र आगामी दिनमा अझ नयाँ कुराको जानकारी चाहिएमा पनि यहाँहरूले मलाई कमेन्ट मार्फत बताउन सक्नुहुन्छ। साथै भिडियो अन्तिमसम्म हेरिदिनु भयो, यहाँहरूलाई धेरै धेरै धन्यवाद। नमस्कार।